हेलो नमस्ते, म चाहिँ सरोज छेत्री है, काठमाडौँ जाँदैछु। आफ्नो परिवार यसो बिरामी भएकोले गर्दा होइन, त्यही चाहिँ मैले यस्तो यहाँ होटलमा आएको थिएँ है। खाना खाने ठाउँमा छु हामीले होइन, खाना खाने ठाउँमा छु। कति राम्रो कक्षा रहेछ क्या यहाँ, हेर्नु न राम्रो राम्रो अचम्म लाग्यो बरु राम्रो। अर्को पनि रहेछ त है, के खान्छ चारहरू हेर्नुहोस् त गाइजहरू कति राम्रो छ। पछुमा अर्को पनि छ है। मेरो छोरीले देखेर लान्छु कि लान्छु भन्थ्यो। अर्को पनि छ यहाँ, अर्को छ। अनि अर्को एउटा छ, एउटा मुनि रहेछ माउ बच्चाहरूको अरे। कति राम्रो छ हेर्नु त कचुवा हेर्नु त कस्तो दामी छ। चारो के खान्छ थाहा भएन, कस्तो राम्रो क्या। ढुङ्गासँग हालेर पसाउँछ मैले दिएको होइन। अब म चाहिँ यहाँ चाहिँ बेलुकामा खाने ठाउँमा छु होइन। अहिलेलाई यति नै अपडेट दिइराखौँ ल, कहाँ कता कता पुगिन्छ अपडेट दिइराखौँ ल। बिहान हिँडेको हिँड्नु चाहिँ म दस म चाहिँ अहिले नोभेलमा आएको छु। कत्रो ठाउँ रहेछ हेर्नु न। आउनु त पहिले पनि आएको थियो, अहिले झन् मान्छेहरू भिड हुँदो रहेछ। त्यही पनि आन्दोलन चलिरहेको रहेछ भित्र। कतिजनाको अपरेसनहरू रोकेको रहेछ डक्टर नभएकोले गर्दाखेरि। उहाँहरू त गाडीहरू लाइन कहाँ हो, कहाँसम्म छ कहाँसम्म। यो हेर्दाखेरि यो बिल्डिङ सानो जस्तो लाग्छ होइन। 1 घन्टामा पनि घुमि सकिँदैन हो। म पहिले टाइम हेरेर घुमेको थिएँ। म 2-3 वर्ष पनि अगाडि आएको थिएँ, कोभिडभन्दा अगाडि। 1 घन्टा पनि घुमिन सकेँ क्या, त्यत्रो ठुलो छ क्या। यहाँ अन्त पार्किङ कत्रो छ। त्यति भएन छोरी। दिदी भिनाजु छोरी लोटस बोक्न लागिरहेको छ। हिँड्नु भनेपछि मरिहाल्छ, बोका कि बोका भन्छ। हिरो नै पल्टिन्छ, हिरो नि हामी रिपोर्ट लिएर आउँछौँ। बाटो थाहा पाउँछ, थाहा पाउँदैन। म चाहिँ बाहिर छु, खाजा खान निस्किरहेको छु। उहाँहरू जुन बेलुका भएको चराहरू क्या गरिरहेको थियो, भँगेराहरू। देख्नुभयो जुन कस्तो दामी आएछ। म चाहिँ अहिले के अरे ब्यान्डरमा छु, नोभेल हस्पिटलमा। अहिले पार्किङहरू हेर्ने नोभेल हस्पिटल। मान्छेहरू चाहिँ बबाल छ, धेरैजना हुँदो रहेछ। पहिलाभन्दा भिड देखेँ मैले हो मान्छेहरू त। अहिले पहिला पनि भिड देखेको थिएँ, पहिलाभन्दा धेरै भिड देखेँ। अनि बस्ने पार्कहरू पनि राम्रो बनाउनु भएको रहेछ। सफा सुग्घर पनि छ हौ। 5 मिनटमा हुन्छ नि त्यो सफा गर्ने, त्यो भुइँ त्यस्तोहरू पुस्नेहरू, पोछा लाउनेहरू आएकै गर्छ बिल्डिङको। चराहरू कराएको सुन्न सक्नुहुन्छ उहाँ हेर्नुहोस्। तपाईँहरूलाई मन नोभेलको क्या पर पार्किङ हो होइन।
मोबाइलमै अँट्दैन क्या तपाईँको त्यत्रो धेरै ठुलो छ क्या मोबाइलमै अँट्दैन क्या ठुलो सानो छैन मोबाइलै अँट्दैन त्यत्रो ठुलो छ क्या अब त्यो मोबाइलको फ्रेममै अँट्दैन क्या त्यत्रो ठुलो छ अब घुमो भने 1 घन्टाभन्दा नि बेसी लाग्छ अनि एक त फेरि आज यहाँ फेरि आन्दोलन जस्तो पनि चलिरहेको थियो आन्दोलन टाइपको डक्टर क्यान्टिन हेर्नु कस्तो राम्रो छ क्यान्टिन हस्पिटल क्यान्टिन अगाडि के लफडा परेछ है के पनि होइन त्यत्रो ठुलो छ क्या म बिचबाट हेर्ने तपाईँलाई देखाउँछु होइन अँटिसक्दैन क्या त्यत्रो ठुलो छ क्या हेर्नु त मोबाइलमा अँट्दैन हेर्नु कत्रो घुम्दाखेरि 1 घन्टा पनि सक्दैन हौ म 4-5 वर्ष कोभिडभन्दा अगाडि आउँदाखेरि घुमेँ कि म लगभग 1.5 घन्टा पनि घुमिन सकेँ कि एउटा बिल्डिङको परबाट त सानोदेखि यहाँ खोइ के भएछ पनि यहाँ चाहिँ उहाँहरूलाई एउटा सम्मान मौका पर्नेहरू यहाँबाट चाहिँ देखिन्छ कि हस्पिटलको भवनलाई फेरि ट्राई गर्छु ल भ्याउँदैन रहेछ खै त भ्याउँदैन हजुर भ्याउँदैन रहेछ भ्याउँदैन म 200 मिटरभन्दा बेसी टाढा छु र पनि भ्याउँदैन पुरो मोबाइलको स्क्रिनमै अँट्दैन गाह्रो भने भन्नु भएन नि त भाइ गएर